जापानमा धेरै गर्मी बढेको भएर आज छुट्टीको दिन बसेर लस्सी खाने प्लान भयो। त्यसपछि रुममा चाहिँ केरा स्याउ दही थियो, त्यसलाई मिक्सरमा पिसेर रेडी पारेँ। अनि चकलेट सिरप पनि लिएर आएको थिएँ मैले गेमु सुब्बाबाट ल्याएर, अनि त्यसलाई चाहिँ ग्लासमा राखेँ। त्यसपछि त्यसमा मैले अघि पारेको बनाना एप्पल दहीको पेस्टलाई राखेँ। बराबर गराउनलाई फेरि कमताज गरेछु मैले यहाँ है। त्यसमा मैले आइसक्रिम पनि थियो घर, अनि चिसोका लागि अनि मिठो पनि हुन्छ भनेर घरमा भएको आइसक्रिम पनि राखेँ, जुन चाहिँ भनिला र स्ट्रबेरी फ्लेभरको थियो है। अनि त्यसलाई राखिसकेपछि आइस क्युब्सहरू पनि थियो, अनि त्यसलाई पनि राखेर अब लस्सी रेडी भयो। अब यो गर्मीमा लस्सी खानु है त। ओके, बाइ बाइ।